हेलो गाइस, आजको भ्लगमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ हामी कुञ्जीबारीतर्फ लागेको है। हाम्रो यात्रा चाहिँ आज कुञ्जीबारीसम्मको लागि मात्रै हो। हजुरहरूलाई म हाम्रो कुञ्जीबारीको दृश्यहरू देखाउने छु। हाम्रो बाटोहरू हेर्न सक्नुहुन्छ यसरी हो। यो चाहिँ हाम्रो हुलाकी राजमार्ग हो। अस्ति भर्खरै निर्माण भएको यो निकै नै चल्दैछ। यो हुलाकी राजमार्ग भनिन्छ यसलाई चाहिँ है। यो राजमार्ग चाहिँ तपाईहरुलाई त हाम्रो मेचीदेखि पश्चिमको विराटनगरसम्म पुर्याउँछ है। यो बाटोले चाहिँ एकदमै स्ट्रेट छ र एकदमै छिटो पनि छ हाम्रो यो बाटो। हामी चाहिँ यतिकै अल्छी लागेर घुमेको दाजुभाइ। जे होस् आजको दिन चाहिँ एकदमै रमाइलो थियो। अनि यो चाहिँ हाम्रो यो बन्यानी खोलाको पुल हो है। यो पुल धेरै लामो त छैन, छोटै छ र पनि हामीहरूलाई धेरै नै सहयोग गरेको छ यो पुलले। अब हामी बजार पुग्नै आँट्यौँ। यो हाम्रो दाइहरूको दोकान हो, ग्यारेज हो है। बाटोकै छेउमा छ, राजमार्गको छेउमा यसरी देख्न सक्नुहुन्छ। अब यसपछि ठ्याक्कै राइट टर्न लिइसकेपछि चाहिँ हाम्रो बजार आउँदैछ है। यो हाम्रो ड्याडो अनि निकै नै डेभलप भइरहेछ बिस्तारै हाम्रो कुञ्जीबारी। ल अब हामी बजार आइपुग्यौँ है। यो चाहिँ हाम्रो यता लेफ्ट साइडपट्टिको चाहिँ हाम्रो कुञ्जीबारी चौकी हो। यो चाहिँ हाम्रो कुञ्जीबारीको ठ्याक्कै सेन्टरमा पर्ने भाग हो। उता चाहिँ बजार लागिरहेको छ, बजार एरियाभित्र छ। हजुरहरूलाई म सेकेन्ड